आज त गाइस नयाँ साल हो, आज नयाँ सालको दिन के हुन्छ गाइस लास्टमा भिडियो हेर्दिनु है। आन्टी चिल्लो रोटी हाल्ने ना नयाँ सालको तयारी। सो गाइस गुड मर्निङ, तपाईहरुलाई स्वागत छ आज मेरो ब्लगमा। गाइस आज चाहिँ नयाँ सालको सबैलाई शुभकामना व्यक्त गर्दछु गाइस। जो मेरो भलो देख्नु न, हिजो चाहिँ भाइले भन्छ बिहान बिहान आउनु भनेर नखी खाने हुनुहुन्थ्यो। गाउँको सिजन हुँदैन, नखी खाने हुनुहुन्थ्यो। तल हुनुहुन्छ मम्मी र दाइ त्यहाँ हुन्छ, बुवा चाहिँ गाइस जानुभयो अहिले हामी सायद जाने घर। सो गाइस अहिले चाहिँ हामी गाइस जाँदैछौँ घरतिर। तपाईँले पछाडि गाडी मम्मी आउनु लाग्नु भयो, बुवा चाहिँ गाइस पछाडि मामा घरै हुनुहुन्छ। मामा घर एउटा मासु सिकेर रहनु भन्नुभयो गाइस होइन। हामी चाहिँ अगाडि गइसक्यौँ। आज त गाइस नयाँ साल हो, आज नयाँ सालको दिन के हुन्छ गाइस लास्टमा भिडियो हेर्नु। कति बजी जाने? 5 बजे जाने यहाँबाट गाइस। अहिले चाहिँ हामी घर चाहिँ जानेछौँ भने मामाले भन्नुहुन्थ्यो बेलुका आउनु भनेर। बेलुका 5 बजी जाने अरे। ल आइयो त हामी त नही खाना बनाउनु भएन। ऊ त सुनेको त मलाई फराउनु पर्छ त अघि। चाउमिन हिजो पकाउनु भएन। म खान्न त चाउमिन बनाउने त हिजो। अच्छा ठिकै छ त अहिले बनाउँछु त म। काली फुपू काली फुपू अहिले अलङ भयो गाइस। अहिले चाहिँ हामीले बनाउँछौँ चाउमिन। यहाँ बाहिर बसिरहनु खानाको लागि खाने हो चाउमिन। ल अरे गाइस चाउमिन पनि मस्त बनाउँदैछु। चाउमिन काटेर रेडी छ। सो गाइस अहिले चाहिँ गाइस जान्छु त अहिले चाउमिन चाहिँ पुरा बनाएर रेडी गरिसक्यो होइन। अब चाहिँ अहिले चाहिँ टिका लगाएर नयाँ सालको टिका लगाएर तब खाने बाजे। अहिले नयाँ सालको टिका खाने होइन चाउमिन? नयाँ सालको अच्छा रोटी हो टिका लगाएपछि खाने? अच्छा ल रोटी खाने गाइस टिका लगाएपछि। थोड़ा खाँचो बाजे त मैले बोजूहरुले जानु भयो अझै तल हुनुहुन्छ। मम्मी त्यता बजा हुनुहुन्छ, बजाले बोलाइदिनु र टिका लगाउन। नयाँ सालको टिका त लगाइयो होइन। ल आन्टी चिल्लो रोटी हाल्ने हो र? ल फ्यास हाल्दिनु हेर्नु आज चिल्लो रोटी हाल्नु आज त। नयाँ सालको तयारी हेर्नु हो चाहिँ नयाँ सालको नुहाकी रोटी तँले खान्छन् त्यस्तो। आन्टीले एउटा रोटी चाहिँ हालेर भ्याएको छ के भन्नु हो चाहिँ? रोटी अहिले खाने भर्खर त यति हाल्छ नि चाटमा। सब्जी बनाउनु भयो? सब्जी बनाएन? सब्जी खाने त यस्तै खाने नै म बुझ्दैन। अनि यहीँ बुझ्नु लाग्यो हाल्नु। सो गाइस अहिले चाहिँ हामीले खाना चाहिँ नखिदिन्छ तपाईँले। अघि भर्खर आन्टी हालिदिएको यो मस्त बदले हाई गरिदिनु र अरू नयाँ सालको खाना आलु गोपी बाबु हेर बाबु चिल्ला रोटी नुहाकी चिल्ले रोटी अहिले त कालो कालो छ। कुर्ता रोटी बड्डालाई यो छाला उतारेको यो चिल्ला रोटी
छाला उतारेको चाहिँ यो फकुरीले उकारिदिएको फपुरेको सबै हो यो फपुरेको घाममा बाबुले पनि सब फपुरेको घाम हुन् सब फपुरेको घाम हुन् यो तर भात भन्नुपर्ने भने के हुन्छ बाबु ताजा हो तर यो भात त बाबु यो हिजो बेलुकाको भात हो तर लाखौँ मैले नि खान सुकाइ त्यहाँ पनि खान सुकाइ यसको बोक्रा चाहिँ फकुरेर सबै निकेर खाएको यहाँ बसेर अब खाएर फकुरेर नि खाइरहेको छ कहाँ ऊ आइसकेर काली फुपू कहाँ हुनुहुन्छ काली फुपू देवीगा हुनुहुन्छ यो आइगयो त यता को हुनुहुन्छ को हुनुहुन्छ वाइफाइमा कालफिलाको रोटी होइन यो कालफिलाको होइन बिहान घर हालेको एउटा यहाँ छ अनि यो बिहान मुसेर बिहानै हाल्नु भयो त रोटी त हाल्नु भयो लेकिन हल्का यति मोडो हाल्नु भयो भने कसो थियो गर्न हेर्ने मान्छे कोही नआए नानी अच्छा त्यति बेला यो कसो गर्छु यो गर्छु सही छ खाना फेरि यो हुन्छ नि यो मोटो यो फेरि आलुमा राम्रो हुन्छ नि यो सेराइसकेपछि राम्रो हुन्न पुरा चाम्रो चाम्रो हुन्छ बस्त्री ल आन्टी कसो लान्छ साथमा तपाईँले नन्नाइको फकुरे को नि मेनुका चिन्यास् तैँले कहिले चिनेकास् अस्ति नै खुट्टा त गर्न यस्तो किन गरे कहिले चिनेकास् अरे अस्ति नै होइन होइन तेरो मम्मीले लिएर राख न ओके पेटमा ल्याएको भन्छ त सो गाइज अहिले चाहिँ हामी गाइज जान्ला मामा गएर बिहान बनाउनु थियो त बिहान अबे म्यारेज भन्नुहुन्थ्यो बेलुका आउनु भनेर गाइज अब चाहिँ हामी जान्ला मामा गएर मम्मी चाहिँ अगाडि हिँड्छौँ आउनु गाइज यो हाम्रो दरवाजा पुरा मस्त लागेको छ ल केरलाको यहाँ सुती यस्तो फिल्म नखान त भात बनाउनु कालीपुर यहाँ बस्नु मात्रै हामी गयौँ नि त भोलि बिहानतिर आउँछ मम्मी गएछौँ अगाडि बोजानु न भयो कहिले आउनुहुन्छ ल हामी गयौँ होइन गाइज अहिले चाहिँ हामी मामाबाट पुग्छौँ यहाँ मम्मी बस्नु के हो चाहिँ के हो होइन भित्र चाहिँ गाइडसँग काले भाइ बसिरहेको के होला हेरौँ है काले भाइ काले भाइ कहाँ छ यो हेर्न यहाँ लुकेको के लास अच्छा मसला दिन लग बिस्तारै बोल्नु पुरा धुवा धुवा भयो त यहाँ के हो ल 12 रोटी कसले हालेको ल दामीसँग कसले हालेको ठुलो हालेको उर्का खान के कुरा छैन यता होइन सुशील लली सुशील पनि गयो मामा जिनाल्नु भयो होइन ल गाइज अझै घर कुछ हामी छ काले भाइ छ बोले मम्मा पनि खानु गएको छैन हाम्रो बुवा चाहिँ अहिले आउनु भन्नुहुन्थ्यो आउनु लाग्नु भएकै गाइज होइन अहिले हामी मात्रै खाने खानेर चाहिँ बुवा कहिले आउँछ कहाँ आउनु भयो अहिले सो गाइज अहिले चाहिँ हामी गाइज खाना खाँदैछौँ यता हाम्रो दाइले भान्थो होइन मस्त लागेर कस्तो भयो खाना मिठो छ गाइज हामीले पनि खाना छ गाइज खाना यहाँ चाहिँ मम्मी बसेर हाल्नु भयो यता चाहिँ हाम्रो काले भाइ बसेर हाल्नु लाग्छ होइन काले भाइ ल हेर्न दामी हेर्न त ल गाइज हामी चाहिँ अहिले खाना छ गाइज हामी सुत्न आइसक्यौँ तपाईँले यहाँ चाहिँ काले भाइ चाहिँ यहाँ काले भाइ र म सुत्ने होइन काले भाइ ल काले भाइ चाहिँ पल्टिन लागिकन म पनि यहाँ छु गाइज ल सो गाइज तपाईँलाई आजको मेरो मिनी भ्लग गाइज
कस्तो लाग्यो गाइज कमेन्टमा बताउनु ल। अब हामी मिलेछौँ एक दुर्सा न्यू भिडियोमा, तब तक के लिए आप स्वस्थ रहना, मस्त रहना, बाय बाय गाइज। ल के भन् बाय बाय गाइस हेर्नले हानेको मैले कहाँबाट फालिदियो। बाय बाय। सो गाइस अब हामी सुत्छौँ ल, हजुर गर्नु सुरु। आजको भिडियो कस्तो लाग्यो हेर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला, सबैले सपोर्ट गरिदिनु होला दाइलाई।